बेच्ने यो पुरै बनाउनु भएपछि कति दिनुहुन्छ? यसको पुरैको जलाको 300 गरेर यो ब्रोच हो यो? बलुचको बौला हो बलुच यसको अगाडि पछाडि सबै सादा आउँछ। यो के बनाउँदै हुनुहुन्छ तपाईँले? के को बुट्टा हो यो? यो साडीको बुट्टा हो। ए अनि यो बेच्दाखेरि कतिमा बेच्नुहुन्छ यो सबै बुट्टा भरेर? सबै हजुर सबै बेच्छ 3000 सम्म। यो लुगाको 3000 पर्छ? सबैको ज्याला सुत्तो? ज्याला सुत्दै। ए यो बुट्टा तपाईँ आफै यस्तो राम्रो कोर्नुहुन्छ है? हो आहा वाट अ ह्यान्डसम। पेपर लिएर कोर्छु। अनि यो पहिल्यै चाहिँ यो धर्को लगाउने हो? यो पहिल्यै चिनो लगाउने हो? पेपर कहाँ छ? यस्तो कामलाई के भनिन्छ? यस्तो कामले यो कामलाई के भन्छ? जडीको काम हुन्छ। जडीको काम भन्छ। अब यहाँ साडीमा बुट्टा हाल्ने त्यो भन्छ। हामीहरूको भाषामा जडीको काम भन्छ। जडीबुटी त होइन नि? होइन। अनि यो बुट्टा भर्ने काम चाहिँ के कुन कपडा गर्नुहुन्छ तपाईँहरूले? साडी अनि ब्लाउज चौबन्दी सबै। चौबन्दीको नि हुन्छ? चौबन्दी पनि हुन्छ, कुर्ता पनि हुन्छ, सबै हुन्छ। आहा कस्तो राम्रो यो सिप त। अनि यो कसरी सिक्नुभयो तपाईँहरूले? मैले बम्बईमा सिक्नु भएको 2 वर्षसम्म। 2 वर्षसम्म सिक्नुभयो? हो। बम्बई भनेको इन्डिया होइन? इन्डिया हो, कलकत्तातिर। ए सिक्नलाई चाहिँ तपाईँले पैसा तिरेर सिक्नुभयो कि तपाईँ आफै? होइन पैसा तिरेन। पैसा तिरेन? 1 साल सिक्नुलाई टाइम लाग्यो। अर्को बेलामा के भन्छ सालभर त्यसको फाइदा लाग्यो। यस्तो राम्रो सिलाउनु हुँदो रहेछ है। के को बुट्टा हो यो? यो गणेशजी। गणेशजीको? गणेशजी बनाउँदैछु। ए कस्तो राम्रो बुट्टा। हेर्नुहोस् त दर्शक महानुभावहरू, यस्तो राम्रो कला भएको ट्याक्क लाएर अब हामी नारीहरूले चाहिँ साडी लाएर हिँड्नुहुन्छ, राम्रा बुट्टा भएको। अब यो बुट्टा बनाउनको लागि चाहिँ हेर्नुहोस् त उहाँहरूले यस्तो मेहनत गरेर बनाउनु हुँदो रहेछ। कस्तो राम्रो। तपाईँको नाम शुभ नाम? मेरो रफिक। रफिक? ए तपाईँ घर नि? मतरी जिल्ला। कुन गाउँपालिका नाम? दोसल्ला? गौसल्ला? ए मेरो पनि नेटमा डाल्दिनु? डालिदिने। कस्तो राम्रो हेर्नु त यहाँ। अनि दिनमा अनि यस्तो कतिवटा बनाउनुहुन्छ? 2टा। 2200 छ 2200। 2टा कपडा यसरी बुट्टा भरेर भ्याउनुहुन्छ? ए अनि कति आउँछ तपाईँहरूलाई? 2200 ज्यालाको। ज्याला मात्रै 2200 है? सबै मटेरियल सेटेरियल सबै जोडेर 1000 1100 यस्तो बन्छ। भेरी गुड हेर्नु त। आहा कस्तो राम्रो है। महिनामा कति कमाउनुहुन्छ? मैले 35000। 35000? हो। आहा हेर्नुहोस् त, विदेश किन जानु पर्यो होइन? विदेश जाँदैन म। कति वर्ष हुनुभयो यस्तो काम गर्नुभयो? मेरो 30 वर्ष। 30 वर्ष भइसक्यो? यो दिउ नि? ए आहा अनि तपाईँ यस्तो राम्रो ह्यान्डसम दारी आहा कस्तो राम्रो काट्नु भएको है। ओहो कतिजना हुनुहुन्छ यहाँ काम गर्ने तपाईँको? मात्रै 2जना भन्छ। 3जना थियो। 1जना जान्छ 2जना मात्रै। ए ल भेरी गुड। अनि यो मोबाइल चाहिँ किन राख्नु भएको? यो हेर्नुलाई। आहा हेर्नु त, पशुपतिको जात र सिद्राको व्यापार होइन? गणेशजीको गर्दैछु काम। तयार गणेशजीको गर्दैछु अहिले। कस्तो राम्रो है। ट्याकर यसलाई के भनिन्छ? ट्याकर भनिन्छ? आहा हेर्नुहोस् त कस्तो राम्रो बुट्टा भर्नु हुँदो रहेछ। छैन भइसकेको छ। त्यो त भयो मात्र जरी लगाउन बाँकी छ। कस्तो राम्रो भन्नुहुन्छ है। अनि नेपालको मान्छेहरू त यस्तो काम गर्न अल्छी लाग्छ त प्रायः जसो। यो त छ नि, यो त त्यही आइछ हेर्नु न, यो त भाइतिर लाज लाग्छ नि मान्छेहरू यस्तो काम गर्नलाई है? के को लाज लाग्छ? भन्छ लाज लाग्छ। आहा कस्तो राम्रो है। तपाईँको छोराछोरी कतिवटा हुनुहुन्छ? मेरो हजुर 12वटा। बिहा भइसक्यो सबैको? 12वटा। बाफरे होइन होला है? छ
मा कसम भन्नुहोस् त कस्तो कुरा गर्नु 3टा छ ए 3टा 2टा छोरी हजुर। एउटा छोरा ए 2टा छोरा एउटा छोरी ए काम गरेर कता कता पुर्याउनु भयो पढाउँदै हुनुहुन्छ होला है त्यही त धन्यवाद धन्यवाद भन्नुहोस् न धन्यवाद